इतिहासमै बागमती नदीको यो मुहार फर्स्ट टाइम फेरिएको छ। पहिला पूर्वजहरूले जुन मल्लकाल हुँदा गोपालवंशीहरू हुँदा जुन बागमतीको मुहार थियो, जुन फैलावाड थियो, त्यो फैलावाड त अहिले सायदै यहाँ देखिँदैन, किनभने वरिपरिका क्षेत्रहरू कति अतिक्रमित भइसके, कतिलाई पार्कको रूपमा पनि यसरी व्यवस्थापन गरियो। तर यो यसको सुन्दरताप्रति जहिले पनि प्रश्न उठ्ने गर्थ्यो। बागमती साँच्चीकै पहिलाको लयमा बग्न सक्ला, विशेष गरी सुन्दरताको पक्षमा बागमतीको पानीको जुन क्लियरिटी हुने गर्थ्यो, त्यसको मापदण्डमा बागमती के फर्किन सक्ला भनेर विभिन्न बहसहरू सिर्जना हुने गर्थे। यसै बागमती सुधार परियोजना र बागमती सरसफाइ योजनाको नाममा कति सङ्गठनहरू खोलियो। ती सङ्गठनहरूले र ती सङ्गठनहरूका मान्छेहरूले यसको क्लिन सफा गर्नको लागि कति धेरै योजनाहरू बनाए, राज्यको पैसा कति धेरै खर्च गर्यो, त्यसको त कुनै मापदण्ड नै छैन। कति धेरै मान्छेहरू त यही बागमतीको सरसफाइ योजना परियोजनाबाट नै मोटाएका पनि छन्। तर बागमतीको मुहार फेर्नलाई बालेन सरकार आइसकेपछि जुन कदम चाल्यो, बागमती यो नदी पर्छ, यो देखिएको दृश्य चाहिँ ललितपुर महानगरपालिका अन्तर्गत पर्ने गर्छ कुपनडोल, र यो ठ्याक्कै पारिपट्टि देखिएको चाहिँ सुकुम्बासी बस्ती हो, जुन थापाथली स्थित सुकुम्बासी बस्ती भनेर पनि चिरपरिचित हुने गर्थ्यो। यो सुकुम्बासी बस्तीलाई यहाँबाट सही सदुपयोगको रूपमा यहाँबाट पुनर्वास गरिसकेपछि उनीहरूलाई सरकारले बनाएको सुकुम्बासी व्यवस्थापन कम्प्लेक्सहरूमा सुरक्षित रूपमा राखिसकेपछिको अवस्था हेर्दा कता कता बागमतीलाई दूषित बनाउने, दुर्गन्धित बनाउने कार्य हुने गर्थ्यो। त्यो कार्यमा सुकुम्बासी बस्तीको पनि अलिकति हात थियो कि भन्ने चाहिँ लागिरहेको छ, किनभने अहिलेको जुन बागमतीको यो फेरिएको मुहार छ, यो मुहारमा आउनलाई बागमतीलाई साँच्चै कति समय लाग्छ कि यो मुहारमा आउँछ कि आउँदैन भन्ने पनि कति धेरै मान्छेहरूको चासोको विषय नै बन्ने गरेको हामीले देखिरहेका हुन्थ्यौँ। तर जुन बालेन सरकार आइसकेपछि यहाँको यो सुकुम्बासी बस्ती होस्, मनोहराको सुकुम्बासी बस्ती होस्, गैरी गाउँको सुकुम्बासी बस्ती होस्, विशेष गरी यो बागमती नदीलाई दूषित गराउनको लागि मुख्य प्रभावकारी भूमिकाहरू उहाँहरूको पनि अव्यवस्थित बस्ती र उहाँहरूले फ्याँक्ने गर्नेका ती कागजजन्य पदार्थहरू दूषित बनाउने, जुन बागमतीको मुहारलाई दूषित बनाउने जुन खालका यी यस्ता कार्यहरू हुन्थे, ती कार्यहरूलाई अहिले रोकिसकेपछि साँच्चीकै बागमतीको एकदमै मुहार फेरिएको छ। यसको लागि चाहिँ सरकारलाई अलिकति भए पनि धन्यवादको पात्रता बनाउनै पर्ने हुन्छ। यदि सुकुम्बासी बस्तीहरू र अव्यवस्थित बस्तीहरूलाई सही सदुपयोगको रूपमा स्थानान्तरण नगरिदिएको भए सायद बागमतीको मुहार चाहिँ उही नै हुने गर्थ्यो कि सधैँभरि फोहोर नै हुने गर्ने, ढलहरू यसमै मिसिने, उनीहरूले फालेका, उनीहरूले दैनिक रूपमा परियोजनामा ल्याएका त्यस्ता सामानहरूको पनि यही बागमतीमै मिसिने गर्दा यो एकदमै दुर्गन्धित र गनाउने हुन्थ्यो। ठ्याक्कै म अहिले यो बागमतीको किनारमै बसिरहेको छु। यो किनारमा बस्दा पनि यहाँ कुनै पनि किसिमको त्यस्तो यहाँ बस्नै नसक्ने खाले गन्ध चाहिँ आएको छैन। यद्यपि गन्ध अलिअलि त आइरहेको छ, जुन गन्ध पहिलेको तुलनामा आउने गर्थ्यो त्यसको भन्दा चाहिँ अहिले केही न केही यो चाहिँ अलिकति सौ नै छ कि कम नै छ भन्नुपर्छ। यसको लागि चाहिँ सरकारले थालेको पहल कदमी चाहिँ एकदमै प्रशंसायोग्य नै छ।